गुड मर्निङ गाइज। आज फेरि नयाँ भ्लगको साथमा आइसकेँ। आज हामीसँग चाहिँ ट्र्याकर छ है, क्रसफायरको ट्र्याकर छ। आज यही ट्र्याकर लिएर आज हामी अब एउटा लङ राइड विथ अ ब्युटिफुल डे है। धेरै टाढा त होइन थियो, चितवनसम्म जानु लाग्यो भाइटिकाको लागि। अब हाम्रो परदेशी रोदीघर है राम्रो रोदीघर हो यो भन्छन्। सो अब यहाँ यस्तो राम्रो लिएर अब हेलमेट त राम्रो छैन, कसैले स्पोन्सर गर्छ भने नाइ पनि भन्दिनँ। अब चस्मा पनि त्यस्तै राम्रो छ, पुरा यस्तो सुज लगाएर आयो क्या फेरि म फेरि। ल ठिक छ, अब म बिस्तारै लाग्छु अनि तपाईँहरूलाई म सायद चितवनको बाटो देखाउँदै लान्छु। अब अस्तिको पहिरो धरी छ नि त, पहिरोहरू के कस्तो हुन्छ त्यो देखाउँदै अनि जानुपर्छ। गाइज वाट अ इन्सिडेन्ट के होइन, लिटरली होइन पछाडिमा ब्रेकै छैन के, लाइक यस्तो छैन के, पिचिक पिचिक हान्छु छैन यति नै। लाइक हामी यो पुरै ओह्रालो छ नि त माथि, के भन्छ सृजन रामकोटको बाटो हुँदै हामी दुईजना आइरह नि त, सृजन र मौसम। अनि त्यसपछि यहाँ पुरा ब्रेक हान्दै थिएँ होइन, अलिअलि पछाडिको अलिअलि अगाडिको। अब धेरै जस्तो त्यो इन्जिन ब्रेक नै हो चलिरहने। हामी त इन्जिन ब्रेक हानिराख्दा पनि के त्यो पछाडिमा बिस्तारै बिस्तारै बेला बेला त अलिअलि त हानिराख्नु पऱ्यो नि त, यसो कन्फिडेन्स ल्याउनको लागि होइन। छैन, ब्रेकै छैन भने दिक्क लागिसक्यो मलाई यहाँ। ब्रेक यो के भन्छ अगाडि बाइक त्यत्तिकै तात्तेछ, यो यत्तिकै छ नि, अलि नै नाम लिँदैन यार। बरु अलिअलि बिस्तारै पम्प हुँदै आयो ल, अब चाहिँ बल्ल। लाइक गाइज इफ योर ब्रेक पछाडिको डजन्ट वर्क, डु दिस पम्प पम्प पम्प। झन्डै हेलमेटै पम्प भइदियो। ए मस्त ए केटा हो वागवान। डट बाइक किनेर काम छैन केटा हो, पाल्न सक्दैन ए भैँसिलो होइन नि, धेरै तेल खाइसक्यो हिजो होइन। हिजो 3 लिटर हालेँ होइन, 7 लिटरको ट्याङ्की छ, हाफ भयो नि त, लगभग हाफै भयो भनौँ होइन। अगाडि नै समथिङ त थियो, हाल्छु छैन पछि त धिक्कै लाग्दो। नपाल केटा हो, बाइक धेरै राम्रो छ तर नट वर्थ इट। टेन्सन भइसक्यो अब यहाँ एक्लै 20 बाटोमा। अब चेन हाल्छु, एक चेनमा मोबिल हाल्छु, सरी माई मिस्टेक। यहाँ काले छ सिजन, हजुरको प्रतिक्रिया के छ? डट बाइक नकिन्नु होला, क्रसफायर त्यसको माथि। क्रसफायर त आरएम सेगमेन्ट त हेर्ने नै होइन, अनि हेर्नु भयो भने पनि यो के कुन सेगमेन्ट रे हाम्रो ट्र्याकरको पनि अब आफूलाई अब कहिलेकाहीँ हिँडिहाल्नु पर्ने छ भने त ठिकै छ। अब त्यो भाडामा बाइक किन्नेहरूलाई त ठिकै छ, त्यो लिएर जानेहरूलाई त ठिक छ। अब अलिकति भयो भने काम चल्छ यसले। एक्सपल्सको सानो भाइ भन्छु म यसलाई, हो कि होइन भन्दा त। ठ्याक्क पछाडि अब यो 150 XR को जस्तो छ, अनि अगाडि ह्यान्डल पनि त्यस्तै छ, तर मिटर फेरि त्यो क्रसफायरकै छ के। द्याट्स द ओन्ली डिफरेन्स के यसमा चाहिँ, मलाई चाहिँ त्यही नै लाग्छ। अरू त के 250 cc को भने रेडिएटर छैन यार ब्रो, इट्स 250 cc यार। अनि 250 cc मा लिटरली अब रेडिएटर पनि छैन यार, ओइल कुल पनि राम्रोसँग चलिराखेन जस्तो लाग्छ मलाई त यसमा। लिक्विड कुलिङ त्यो पनि छैन हो, लिक्विड कुलिङ पनि छैन यसमा। कुलिङ हाल्नु पनि जस्तो हो फेरि। वर्कसप एकचोटि वर्कसपलाई भिजिट गर्नु पर्यो। अब वर्कसपलाई भिजिट गर्ने, यहाँ ब्रेक अलिकति लाग्यो भए पो ल हो अगाडि बढौँ भन्नु यार। अलिकति यो ओह्रालो सक्यो, लाइक यो ओह्रालो सक्यो, अनि त्यसपछि हामी यहाँ आएर एकछिन अलिकति सिधा बाटो छ। अब यसपछि नि सिधै ओह्रालै हो क्या। अब ओह्रालोमा त के गइरहनु भनेर अब बिना ब्रेक त जान नि भएन। अब गाडी यस्तो बत्तेर आइरहन्छ झन्, यो इभीहरू त आम्मा पुरै छोडिदिउँ। कति नै उनीहरूकै मात्र गाडी भए जस्तो गर्छन्। अब त्यही भएर आइसक्यो है। ल अब हामी फेरि एकछिन तल झर्छौँ, तल झरेर अनि जान्छौँ। विल अपडेट यु अबाउट द ब्रेक। बाँच्यो भने ठिकै छ, भ्लग आउँछ, बाँचेन भने त्यस्तै हो, सम्झिने केटा हो। तर वेदर इज सो नाइस ड्याम के होइन। आँप भयो भने आँपको सिजन पनि होइन यार। ओए अर्को के रुख हुन्छ नि जाडो महिना, अम्बा। अम्बा भयो भए पनि चोरेर खानु हुन्थ्यो यार, अम्बा पनि छैन भने। ल गाइज चल मेरी धन्नु गाइज
हामी आइपुगेका छौँ मुलिङको पुलमा एकैचोटि भिडियो बिच हामीले खिच्दै खिचेन। साथी रोड कन्डिसन कस्तो छ भन्दै त? रोड त अहिले दसैँभन्दा त धेरै सुध्रे के भन्छ त्यसलाई, अलिकति नराम्रै कन्डिसनमा पनि छ अझै पनि। यसो क्यामेरा पुसिहालौँ। आम्मा यो डट ल्याएर चाहिँ अलिकति ठिक गरेछु जस्तो लागिरहेको क्या मलाई चाहिँ, किनभने डटले चाहिँ हो अलिकति पेट्रोल पनि त्यस्तो साह्रो खाएन हौ, जति हाल्यो त्यति नै जस्तो लागिरहेको आफूलाई। तिम्रो त अब त कहाँ हो, तिम्रो त भर्खर नयाँ नयाँ छ, त्यही माथि एफआई सिस्टम V3 एक लाइन घटेछ तिम्रो। हाम्रो पनि अस्ति आउँदाखेरि मैले नि V3 ल्याउँदाखेरि त्यस्तै भएको थियो। 1 लिटर हो कि 2 लिटर मात्रै छैन, अलिक बढी छ। फुल ट्याङ्की अहिले फेरि हालौँला नि त। साथीहरूलाई चाहिँ हामीले कहाँदेखि भेट्या भन्दाखेरि धार्केदेखि भेट्या हो। धार्केदेखिको केटाहरूले सँगसँगै कुदाहान है, यस्तो कुदाहान नि ल आँखा चिम्लेर बटाएर खाने है, बटाएर चाहिँ फेरि उहाँको तिम्रो मम्मीसँग चाहिँ भिडियो नपुगोस् होइन, पुग्यो भने चाहिँ तिमीले नि गाली खान्छौ। कसम म खतरा लाग्यो तिम्रो चलाइदिएर। त्यही माथि उसको त अब अलिकति टायर सुत्छ नि त, आफू सुत्दैन होइन। जे जस्तो यस्तो भयो नि त, तिमीलाई त्यो के भन्छ अफ रोडमा डिसएडभान्टेज भयो, मलाई चाहिँ एडभान्टेज पर्छ क्या फेरि, त्यही भएर सँगसँगै परिरहेको आज अहिलेसम्म चाहिँ। मेन त अझ मलाई अझै त्यो 150 अनि त्यसपछि बुलेटको भेटेँ ल, यादै गरिनँ मैले। तिमीहरू यत्रो थुप्रो थियो त त्यो उतापट्टिको रोडमा त्यसरी दाहिने थियो नि त बाहिर, त्यही थियो क्या तिमीहरू। भन्छु ल, ठिक छ। तिमीहरूलाई त्यो जुन चाहिँ अर्कोले ओभरटेक गरेर राख्यो नि त्यो अर्कोवाला क्या त्यो साउन्ड थियो त हो, त्यसले गयो त्यस भएर त अनि त्यसको पछि गएको म। ठिकै भयो। साथीको बाइक चाहिँ फेरि नयाँ छ है, फेरि ऊ पनि अब हाम्रो यामाको स्टाफ रहेछन्। यामाको स्टाफ भएपछि उसलाई पनि अब अलिकति फाइदा हुने भयो। तेल दिन्छ होला नि त कम्पनीले अलिकति त, उसलाई त्यही फाइदा हुने भयो। त्यो जस्तै अब सुरुमा त तिमीलाई अलिकति डिस्काउन्ट हुने भयो, स्टाफ डिस्काउन्ट अलिकति है, धेरै त हुँदैन, अलिकति हुन्छ एज अ नर्मल पर्सन भन्दा पनि। तिमीलाई त्यसमा डिस्काउन्ट हुने भयो, अझ त्यही माथि पनि तेल दिने। आहा तिमीलाई त क्या मोज भयो होला। के हाम्रो साइलेन्सर त खतरा रहेछ त यार, मा कसम भनेको साउन्ड चाहिँ डेन्जर आइरहेको अझै पनि भनेको। म एकछिन कन्फ्युज भइरहेको, म आफू बटाएर हुँदैन नि त, बेला बेला त्यतिकै क्लच समातेर बसिदिरहेको हुन्छु, उसको साउन्ड आइरहेको हुन्छ क्या भुर ल के हो अब समाते आजला। अनि मेन चाहिँ हामीलाई मेन प्रब्लम आएको बिचमा चाहिँ यो ब्रेकको क्या, यसको अझै पनि त्यही समस्या आइरहेको, बेला बेला ब्रेकै छैन भनेको भने। तिम्रो अलिकति छैन सायद, धेरै त होइन, अलिकति मात्र छैन। ल ठिक छ, त्यति भएपछि नि त एकचोटि उतै अगाडि अब छ होला वर्कसप, त्यहाँ भरेर जाउँ न। ल हामी पनि अब बिस्तारै निस्किन्छौँ। ल चितवन अब बाटो कस्तो छ भन्ने कुरा माथिबाट हो चितवन, हामी तल आइपुगे होइन। बाइकको भए तापनि अलिअलि त प्रब्लम हुन्छ नि त तिमीलाई। त्यो पहिरो गएको ठाउँ त पहिला। ल साथीहरू थ्याङ्क यू सो मच फर स्पोन्सर अघिको खाजामा। ल नाइस टु मिट यु। नाम चाहिँ थाहा छैन है फेरि अहिले। दिपेश मेरो चाहिँ क्रिजन है, मेरो चाहिँ क्रिजन है, मेरो चाहिँ सृजन। ल साथी ल भाइ, मेरो पनि भाइ पर्छ है फेरि सृजन। ए हामी पनि दाजुभाइ नै हो कि। ल साथीहरू अब सेफ जर्नी है, राम्रोसँग जानु, धेरै स्पिड नचलाउनु, त्यही त हो। हामी पनि अब एक लट यहाँ फोटो सेसन हान्नुपर्छ। मेरो चकटी गफ युट्युबमा चाहिँ हेर न कस्तो मजा आयो तर चलाउने बेला चाहिँ। जुत्ता हालत उस्तै भइसक्यो है, कालो लगाएर थियो, अब यहाँ सेतै हुन लागिसक्यो। हामी चाहिँ ब्रेक पम्प ब्रेकै लागेन, के गर्नु पम्प गर्दै बस्नु पऱ्यो। ल साथी ल ओके साथी, अब सेफ जर्नी। ल अर्मी पुगेपछि कल गर्नु, युट्युबमा कल गर है साथी। ल ल ल साथी। सो बाई द वे उनीहरूलाई चाहिँ हामीले जस्ट चेज गर्दा गर्दा उनीहरूले हामीलाई ओभरटेक गर्ने, हामीले उनीहरूले ओभरटेक गर्दा गर्दै उहाँहरूलाई के भन्छ साथी म के अरे हामी मलिखुमा
हामी रोक्ने भन्दै थियौँ उनीहरूले अगाडि रोक्यो अनि हामी नि त्यो रेस्टुरेन्टमा गएर रोक्यौँ क्या अनि त्यो रोकेपछि हामी दुईजना कुरा गर्न थाल्यो साथी तिमीले त कस्तो बताऊ यताउति कुरा गर्न थाल्यो त्यसपछि त ल गफमा त सोल्टीले खाजै खानिदिइराख्यो भने यत्तिको चाहिँ हुनुपर्छ सृजन यहाँ आफ्नो फेस हेर्दैछन् ह्यान्डसम त छ 10वटा गर्लफ्रेन्ड बनाउँछ अझ ठुलो गर्लफ्रेन्ड नपाएर बसिरह ल कोही यसो डिजर्भिङ क्यान्डिडेट हुनुहुन्छ भने प्लिज सम्पर्क गर्नु होला हाम्रो सृजन भाइलाई ए भाइ मेरो चाहिँ भाइ पर्छ तपाईँहरूको पर्दैन है फेरि सो ओहो के हो यस्तो के होला है सृजन कस्तो धुलो लागेछ कि है कस्तो हालेको अल्सनी 4 लाइनै रहेछ नि ल साथीहरू अब एकछिन फोटो खिच्छौँ अनि चितवन पुगेर हजुरहरूलाई अपडेट दिन्छौँ बाटो अलिकति खत्तम भएर चाहिँ हो क्या हामीले भिडियो नगरेर भिडियो गऱ्यो भने अहिले फेरि बेकार एकचोटि साउन्ड सुनाइदेऊ न न्युटनमा है पहिला यता अनि बस हो गया यस्तो गरेर है फेरि साथीहरू यसको त अलि अजिब सिस्टम रहेछ होइन हिजो मलाई एकछिन स्टार्ट गर्नमा झ्याउ भयो क्या यस्तो गरेँ अनि यस्तो माथिको चाहिँ रहेछ नि त मेन थिच्नुपर्ने थिचो हुने रहेछ क्या कमेन्ट लगाइरहेको खै त यहाँ म चाहिँ तल खोजिरहेको छु कि यो हो भनेर यस्तो गरिरहेको छु होइन रहेछ क्या माथि चाहिँ थिच्नुपर्ने रहेछ कि हिजो मलाई कम झ्याउ भयो स्टार्ट गर्ने बेला ल अब एकछिन अब हामी फोटो खिच्छौँ अनि त्यसपछि सी यू इन नेक्स्ट ब्लग नभनौँ सी यू दे एकछिनमा यो ठाउँ चाहिँ सधैँ रमाइलो लाग्छ क्या मलाई एनी टाइम एनी डे क्या अब पुरा अफ रोड छ बेकार राखेँ तैँले बुझिराखेँ लिएर चाहिँ पुरा अफ रोड टोली छ आफू नै अफ रोड क्या मिलेको क्या अब एकछिन बाइक चाहिँ अफ गरौँ अब भिडियो अझै खिच्नु बाँकी नै खिच्नै बाँकी अझै त्यही हो